अभियान मासु मिठो हुन्छ कि नहीं? मासु मिठो हुन्छ। बहुत मिठो हुन्छ। सबै भेट्यो कि नहीं? कैसा है बात? कस्तो छ बात? मिठो। रमाइलो भयो? मजा आयो? छोटू के छ हाम्रो छोटूको? दर्शक श्रोताहरूमा नमस्कार। आरकेजीएस बर्दियाको सहयोगमा आयोजना गरिएको यस बाल मनोरञ्जन तथा पिकनिक कार्यक्रममा हाम्रो यस श्री जनप्रिय माध्यमिक विद्यालयमा कक्षा 1 देखि 5 सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू र ड्रइङमा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू यति बेला पिकनिक स्पटतिर गइरहेका छन्। हामी देख्न सक्छौँ एकदमै फुल एक्साइटमेन्ट, एकदमै हर्ष उल्लासका साथ विद्यार्थी भाइ बहिनीहरू अगाडि बढिरहेका छन्। हामी लाइनमा देख्न सक्छौँ एकदमै सभ्य तरिकाले पंक्तिबद्ध भएर विद्यार्थी भाइ बहिनीहरू हिँडिरहेका छन्। विद्यार्थी भाइ बहिनीहरू छुट्टै प्रकारको हर्ष उमङ्ग र एक्साइटमेन्ट हामीहरू देख्न सक्छौँ र एकदमै अनुशासित भएर विद्यार्थी भाइ बहिनीहरू लाइनमा अगाडि गइरहेका छन् र हामी एकदमै खुसी छौँ र एक्साइटेड छौँ। हामीहरू हाम्रा नानी बाबुहरूले रमाएका यी रमाइला पलहरू क्षणहरू कैद गरिएको यस भिडियोलाई हजुरहरूले सुरुदेखि अन्तिमसम्म हेरिदिनुहोला। यो भिडियो हेरेर हजुरहरूले मनोरञ्जन लिनुहुनेछ भन्ने आशा लिएका छौँ र यो भिडियो हेरेर प्रतिक्रिया पनि दिनुहोला। किप वाचिङ, किप लभिङ। मजा आ रहा है? मजा आयो? मजा
तिमीहरू? अभियान मासु मिठो हुन्छ कि नहीं? मासु मिठो हुन्छ। बहुत मिठो हुन्छ। सबै भेट्यो कि नहीं? कैसा है भात? कस्तो छ भात? मिठो। रमाइलो भयो? मजा आयो? छोटु के छ हाम्रो छोटुको? खुब नाच्यो? अहिले फेरि नाच्ने हो। के छ हो कुल्हारी? ठिक छ? कुल्हारी ल्याएर आएन आज? कुल्हारी ल्याउनु न हो। यताको मिठो आउँछ छ। के छ युनिका? किन भिडियो खिचिरहेको छु त? राम्रो आउँछ हेर न। यो तिमीहरूको बुवा आमाहरूले हेर्नुहुन्छ कस्तो राम्रो भन्नुहुन्छ। यी कस्तो छ पनिर? मिठो छ? ल लाज नमानेर खाने। ल कहाँ छौ तिमीहरू? ल भन त कहाँ छौ तिमीहरू? जङ्गलमा आएको हो? होइन पिकनिक आएको पिकनिक। यसको सहयोगमा हाम्रो प्रावि तहका भाइ बहिनीहरूलाई चाहिँ पिकनिक कार्यक्रम भइरहेछ जनप्रिय मावि दमौली। ठिक छ, शर्माबाट लागिरहनु भएको छ। हाम्रो सीताराम सरले पुरा यसको चाहिँ क्यामेरामा कैद गरिरहनु भएको छ। विशेष धन्यवाद सरलाई। वेलकम। हाम्रो आदरणीय दिपराज सरले चाहिँ खाना सर्भ गर्दै हुनुहुन्छ। हामी एकदमै खुसी छौँ। दिलमाया म्याडमले पनि सहयोग गरिराख्नु भएको छ। उहाँलाई विशेष धन्यवाद। म्याम हजुरले पनि के 2-4 शब्द भनिदिनु न। आज हाम्रो बालबालिकाको कक्षा 1 देखि 5 सम्मको पिकनिक छ। आरकेजेएसले आयोजना गरेको। ल सम्पूर्ण भाइ बहिनीहरू रमाइरहेछन् पिकनिकमा। थ्याङ्क यू। यसै गरी हाम्रो मामा यहाँ हुनुहुन्छ जग लिएर पानी सर्भ गर्नको लागि एकदम तयार अवस्थामा बसिराख्नु भएको छ। रमेश सर यहाँ उभिनु भएको छ। रमेश सर इङ्ग्लिसमा केही 2-4 शब्द भनिदिनु न। ठिकै छ, ठिकै छ, राम्रै छ। रमाइलो भइरहेछ पिकनिकमा। ठिक छ। हाम्रो नयाँ मिस आउनु भएको छ। हजुरलाई कस्तो फिल भइरहेछ? एकदम नयाँ एक्सपिरियन्स भइरहेछ। राम्रो लागिरहेको। ल हुन्छ, यसपछि हामी नाच्नुपर्छ। नुन को चाहिए था। हामी पछाउनमा फर्केर फेरि कसैलाई चाहिन्छ मलाई। मासु कस्तो छ? अलिकति नुन दबाएर सबै भयो। आनन्द हो नुन चाहियो अहिले खान्छ। नुन नखान्छ, धेरै खानु। यो लाइनमा पनि आउनु नुन लिएर।
अरू कोही छ भात खाने भात तिमीलाई चाहिन्छ अरू भात 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 लाल जमाना भात